छ घुमाइ पसिना भयो जस्तो टायर घुमाउनु पर्यो न हजुरले टायर घुमाएर गर्लफ्रेन्डको कतिको याद आयो त आएन है त तिमीलाई किन गर्लफ्रेन्डको याद आयो त तरी भाटा त खरायो भाटा त आउन मलाई आउट कसको याद आयो त अलि तल बस त कसको याद आयो तपाईँलाई घरको याद आयो कसको घरमा कसको याद आयो आमाहरूको याद आयो भनेपछि त्यस्तो हो कुरो अब अझ कति दिन घुम्नु पर्छ रे हामीले तिमीसँग अझ 10 दिनपछि 10 दिन त लाग्छ होला दोष होइन त्यो सर्टबाट भयो त के गर्ने होला त्यो सर्ट भयो यार खरायो ओहो ल मैले खरायोको बोली कपी गरेर सिकेँ है मैले मेरो बोली कस्तो छ राम्रो छ होइन ठेक्दै भएर गइदिएको ल गाइस सक्तो लाएर हामी यहाँ डाँडामा आएको छौँ सर र 360 भ्यू हुन सुन्नु यस्तो बवाल देखेको छ कुरै छोडिदिनु यो ठाउँको नाम के हो थाहा छैन मलाई टक्क दाइहरू यहाँ बसिराख्नु भएको छ दामी तरिकाले गाडीमा फेरि रेस गरेर माथि बाख्री चढेछ को यो बाख्रा है अझै गर अझै बोका सेट गराउँछ नि कसरी गराउँछ बोका खरायो अझै आमा गर्नु त्यो छोटो अझ लामो वा गर्दै अझै ल हेर भ्यू पारेको गाइस ओ माई गॉड सर खरायो वो गर्दै त्यो पारेको बाटो हेर्न तैँले जाने नि दाइहरू हँसाउनु होइन खरायो तिमीले जाने हौ नि होइन खरायो त्यो कमेडी गर्न होइन बाख्राको गर्ने एकचोटि म्यावाला सिएम निकाल्छु रहिलो एकचोटि बवाल ल अब हामी अब निस्किन्छौँ बवाल राइड फेरि अरे once more के को आवाज खरायो बोकाको हाम्रो ड्रोन ड्यान्सर कस्तो भयो त गाडीमा एकदम भयो मजा सुतेकोस् मा खरायो गाडीमै सजिलो आज हामी सिमीकोट जहाँ पुग्छ त्यहीसम्म जाने तिलिचो यता नि छ तिलिचो नि ठाउँ ए पिलिचो गाडीमा मजा आउँदो रहेछ तल राखिदिएको नि त्यो सिरानी टेरीमा हरामी घुर्तिरे मार गर्दै कस्तो कति बेला घुरिटे त कति बेला घुरिटे त हावा कुरा नगर तैँले औडा नघुटेर दाइसँग कुरा गरेर बस्दैन औडा रहेछ यो औडा रहेछ बा खरायो मैले सिकेको नि है खरायो ओए बा तेरो गर्लफ्रेन्डले तँलाई कतिचोटि फोन हाने त अनि अघि के भने थियो तेरो गर्लफ्रेन्डले खाना खानु भयो नि खाना खाएर तैँले तपाईँ केटीलाई त भन्छ अरे बोला तैँले केटीलाई रेस्पेक्ट गर्नुपर्छ त भन्नुहुन्न बुझिस् त भन्नुहुन्न है तपाईँ तिमी भन्नुपर्छ ल ठिक छ अब हामी खाजा जान्छौँ र खाजा होइन एकछिन रेस्ट गरेर चिसो पानी खाएर हामी निस्किन्छौँ है त गाइस थ्याङ्क यू